Karnali Yaks now. Okay, so what kind of player that you're looking? Batsman, bowler, match winner. Oh, समझ रहे हो समझ रहे हो आप समझ रहे हो oh, nice one. So if I was safe to say, I can say clock it for this moment. I think I'm 30 already, so I don't say I'm Gen Z. Cute. So last but not the least, given you have so much fan following even inside the hall and outside the hall, anything you want to say to the viewers? जति पनि युट्युबमा हेरेर हुनुहुन्छ प्लिज सब्सक्राइब सोमपाल कामी च्यानललाई. What a way! तरीका है भीख मांगने का अक्सनलाई लिएर अब सबैको ध्यान चाहिँ एउटा मात्र खेलाडीमा छैन. आसिफ शेख जो चाहिँ यसपटक अक्सनबाट आउँदै हुनुहुन्छ, तपाईँहरूको टिम हेर्नुहुन्छ भने अब दीपक डुम्रेलाई तपाईँले रिटेन गर्नुपर्छ, तर ओपनरमा लास्ट टाइम हेर्छौँ भने अलिकति स्ट्रगल गरेको थियो. आसिफ शेख चाहिँ कतिको महत्त्वपूर्ण छ र कतिको पूजा गरिरहनु भएको छ कि आसिफ शेख आफ्नोमा आओस् भने? होइन, आसिफलाई टिममा ल्याउनको लागि पूजा गर्नै पर्दैन किनकि उसले हाम्रो नमक खाइसकेको छ. मसँग बसेर लन्च गरिसक्यो, डिनर गरिसक्यो होइन. अब यस्तो हो, यो मेरो टिममा आयो नि मेरो साइडबाटै खेल्छ, अरूको टिममा गए पनि मेरै साइडबाट खेल्ने है. त्यसले गर्दा मलाई लाग्छ अरूले नउठाउनु किनकि त्यसले नमक खाइसकेको छ, तर मेरो टिमबाटै खेल्ने हो र मेरो टिममा राम्रो पनि गर्छ, राम्रो पर्फर्मेन्स पनि गर्छ र अरूको टिममा गए पनि हाम्रै साइडबाट खेल्छ. एक्सपेक्टेसन एकदम हाई छ र आई होप जति पनि हामीले प्लान गरेर आएको छौँ त्यो चाहिँ फुलफिल हुन्छ र प्रिटी एक्साइटेड. प्लेयर जसले हामीलाई म्याच जिताओस्, सिम्पल सर्ट एन्ड स्विट. आसिफ शेख के भन्ने, आसिफ शेख भेरी इम्पोर्टेन्ट प्लेयर, म्याच विनर र आई होप त्यसले चाहिँ कर्णाली याकलाई चाहिँ रिप्रेजेन्ट गर्छ. द्याट्स इट. अनि एकदमै कन्फिडेन्ट पनि छु कि आजको दिन एकदमै राम्रो जान्छ हाम्रो लागि र प्लस यो तयारी एनपिएल विनिङको लागि हो र वी आर भेरी एक्साइटेड. अनि त्यही हो, कर्णाली याकलाई यो ट्रफी चाहिँ हाम्रो तर्फबाट गिफ्ट हुन्छ एज अ टिम. एक काम कर 200 रुपए दे और 50 रुपए काट ओभर एक्टिङ के वजह. आसिफलाई लिएर चाहिँ एकदमै एक्साइटेड. सोमपाल चाहिँ अलिअलि हाम्रो नमक पनि खाइसकेको छ भने त्यो आज पुरा हुन सकेन नि. चायमा बिग्यो नि त क्याफे होइन, मैले चाय पिलाउन बिर्सेँ अनि रोहितको क्याफे छ, त्यसले गर्दा लक पनि उतै गयो. रोहितले पहिल्यैदेखि लगिरहेको रहेछ. तर एउटा कुरो यो पनि मैले भनेको थिएँ मेरो नमक खाएको छ, त्यसले नमक हालाली गर्दैन. भिडियो नि भिडियो ए भिडियो केही भन न हाम्रो टिम. वेलकम टु द डे. कैफे चलेंगे अब, कैफे 17B. सोमपालले चाहिँ मेरो नमक खाएको छ, हाम्रो नमक खाएको छ कर्णालीले, तर होइन रहेछ नि, त्यहाँ रोहित गाउँ गएर कफी खाँदो रहेछ त्यो भनेर चाहिँ भन्नु. तपाईँ के गर्नुहुन्छ? होइन पछि आएर भनिराख्नु भएको छ कि नुनभन्दा पनि चियाले मालूम है तेरे बाप को मत सिखा.